सोच्नुहोस् त, एउटा यस्तो ट्रेडर जसले बजार पुरै ध्वस्त हुँदा पनि त्यहीँबाटै अथाह सम्पत्ति कमायो। आज हामी वाल स्ट्रिटका एक यस्ता महान तर विवादास्पद व्यक्तित्व जेसी लिभरमोरको कथा भन्दैछौँ, जसले सफलताको शिखर र असफलताको गहिराई दुवैलाई नजिकबाट देखे। र यो हो त्यो रकम, $100 मिलियन। यो उनले आफ्नो एउटा सबैभन्दा प्रसिद्ध ट्रेडबाट कमाएका थिए। तर अचम्मको कुरा के हो भने उनले यो पैसा त्यति बेला कमाए जब अमेरिका र पुरै विश्व महामन्दीको चपेटामा थियो। जब सबैले आफ्नो जीवनभरको कमाई गुमाइरहेका थिए, लिभरमोरले भने इतिहास रच्दै थिए। हो, यो रकम पछाडिको मान्छे हुन् जेसी लिभरमोर। उनको करियर एउटा शक्तिशाली पाठ हो जसले हामीलाई बजारको गणित मात्रै होइन, बजारलाई चलाउने मानव मनोविज्ञानको गहिरो रहस्य पनि सिकाउँछ। ल, अब सुरु गरौँ। वाल स्ट्रिटका यी महान व्यक्तित्वको दिमागभित्र पसेर उनको रणनीति र मनोविज्ञानलाई हामी यी 5 खण्डमा बुझ्ने कोसिस गर्नेछौँ। सबैभन्दा पहिले त्यो एउटै मूल रणनीतिलाई बुझौँ जसले लिभरमोरलाई करोडपति मात्र होइन, एक लिजेन्ड बनायो: सर्ट सेलिङ। वित्तका विद्यार्थीहरूको लागि यो एकदमै महत्त्वपूर्ण अवधारणा हो। सर्ट सेलिङ भनेको सरल भाषामा बजार घट्दा पैसा कमाउने तरिका हो। यसमा के हुन्छ भने ट्रेडरले ब्रोकरबाट सेयर सापटी लिन्छ, त्यसलाई बजार मूल्यमा बेच्छ र पछि मूल्य घटेपछि सस्तोमा किनेर फिर्ता दिन्छ। त्यो बीचको मूल्यको फरक नै उसको नाफा हो। र हो, लिभरमोर यसका माहिर थिए। अब अलिकति पछाडि फर्कौँ, लिभरमोरको सुरुवाती दिनहरूमा। उनको पहिलो जागिर नै उनको लागि कसरी एउटा डेटा ल्याब बन्यो त्यो हेरौँ। कल्पना गर्नुहोस्, उनी जम्मा 14 वर्षका थिए। त्यो बेला कम्प्युटर थिएन। उनको काम भनेको दिनभरि चकले ठूलो बोर्डमा स्टकको मूल्यहरू लेख्ने मात्र थियो। तर यही सामान्य काम गर्दा गर्दै उनले मूल्यको उतार चढावमा केही विशेष ढाँचाहरू अर्थात् प्याटर्नहरू देख्न थाले, जुन अरू कसैले याद गर्दैनथ्यो। र यही सिपले उनलाई पहिलो ठूलो जित दिलायो। उनले युनियन पेसिफिक स्टकको डेटामा एउटा ढाँचा देखे जसले गिरावटको सङ्केत गरिरहेको थियो। उनले आँट गरेर ठूलो सर्ट गरे। संयोगवश त्यही बेला भूकम्प गयो र स्टकको मूल्य वात्तै घट्यो र उनले रातारात ठूलो नाफा कमाए। बजारले उनको विश्लेषणलाई सही साबित गर्यो। यो पहिलो जितपछि उनले आफ्नो रणनीतिलाई अझ ठूलो स्तरमा प्रयोग गर्न थाले, खास गरी जब देशव्यापी आर्थिक सङ्कटहरू आउँथे। जस्तै 1907मा जब अमेरिकाको पुरै वित्तीय प्रणाली नै धराशायी हुँदै थियो, मानिसहरू त्रसित थिए। तर लिभरमोरले कुनै एउटा स्टकलाई होइन, पुरै बजारलाई नै सर्ट गरे। उनले त्यो सङ्कटलाई अवसरमा बदलेर $3 मिलियन कमाए। उनको ट्रेडिङको प्रभाव कतिसम्म थियो भने त्यो समयका सबैभन्दा शक्तिशाली ब्याङ्कर जेपी मोर्गन आफैले उनलाई फोन गरेर सर्टिङ रोक्न अनुरोध गर्नु पर्यो ताकि बजार थप नडुबोस्। सोच्नुहोस् त। र त्यसपछि आयो 1929, उनको करियरको शिखर। जब वाल स्ट्रिट ध्वस्त भयो र महामन्दी सुरु भयो, लिभरमोरले आफ्नो सबैभन्दा ठूलो र साहसी सर्ट गरे। यही ट्रेडले उनलाई त्यो ऐतिहासिक $100 मिलियन कमाउन मद्दत गर्यो र उनी इतिहासकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बने। एकछिन रोकिएर सोचौँ, त्यो $100 मिलियन को वास्तविक मूल्य कति होला? यदि आजको मुद्रामा हिसाब गर्ने हो भने त्यो रकम लगभग $1.5 अरब बराबर हुन्छ। हो, $1.5 बिलियन। यसले उनको जित कति विशाल र ऐतिहासिक थियो भनेर देखाउँछ। तर हरेक उकालोसँग ओह्रालो पनि जोडिएको हुन्छ र लिभरमोरको कथा पनि त्यस्तै छ। अब कथालाई उनको पतनतर्फ मोडौँ र त्यो गम्भीर त्रुटि खोजौँ जसले उनको प्रतिभाका बावजुद पनि उनलाई बारम्बार असफलता दिलायो। उनको असफलताको मुख्य कारण एकदमै सरल थियो तर शक्तिशाली पनि। उनले बजारलाई जित्ने नियमहरू आफै बनाए, तर ती नियमहरूमा आफैलाई बाँध्न सकेनन्। यहाँ हेर्नुहोस् त, एकातिर छ अनुशासन, अर्कोतिर आवेग। जब उनले डेटा र नियमहरू माने, जस्तै 1907 र 1929मा उनले जिते। तर जब उनले आवेगमा आएर केवल अनुमानको भरमा ट्रेड गरे, जस्तै 1908 को कपास ट्रेडमा उनले आफ्नो सबै सम्पत्ति गुमाए। त्यसो भए लिभरमोरको यो उतार चढावपूर्ण करियरबाट हामीले के सिक्न सक्छौँ त? अन्तमा यसबाट लिन सकिने मुख्य पाठहरूलाई सारांशमा हेरौँ। उनको करियरले सफलताको स्पष्ट खाका पनि दिन्छ र असफलताको कडा चेतावनी पनि। उनको सफलताको पछाडि थियो ढाँचा पहिचान, बृहत आर्थिक बुझाइ र सही समयमा निर्णय लिने क्षमता। तर उनको असफलताको पछाडि एउटै कारण थियो:
भावनात्मक अनुशासनको कमी र आफ्नै नियमहरू तोड्नु। दुःखको कुरा, उनको व्यावसायिक जीवनको अस्थिरता उनको व्यक्तिगत जीवनमा पनि देखियो। उनी 4 पटक टाट पल्टिए, उनको पारिवारिक जीवन टुट्यो र अन्ततः नोभेम्बर 1940 उनले आत्महत्या गरे। अन्त्यमा एउटा प्रश्न रहन्छ, जेसी लिभरमोर को थिए? एक प्रतिभाशाली विश्लेषक जसले बजारको नाडी छाम्न सक्थे, एक जुवाडे जो आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्थेनथे, वा वित्तीय संसारका लागि एक कालातीत चेतावनी जसले हामीलाई सिकाउँछ कि बजारमा सबैभन्दा ठूलो शत्रु अरू कोही होइन,